हातमा पासपोर्ट कानमा झोला रहरले त होइन हजुर रहरले त होइन आमा राम्ररी बस्नु है म चाँडै आउँछु ल साथीहरू नमस्कार। हाम्रो ब्रह्मलाल दाजुको एउटा मिठो भजन हामी सुनौँ है त। अब के भनेको छ यो शास्त्रमा भन्दाखेरि कलौ कीर्तन केशव भनेर भनेको छ। केशवको कीर्तन कलियुगमा गायो भने अथवा सुनो भने हैन गायो सुनो भने मुक्ति हुन्छ भन्ने एउटा शास्त्रले भनेको छ। यो कुरो एकदम सही कुरा हो र हाम्रो दाजुको मुखबाट पनि हामी भजन सुन्दैछौँ। ल दाजु स्टार्ट गर्नुहोस् त। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय प्रभु वासुदेवाय। वासुदेवाय प्रभु वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय प्रभु भक्तवत्सलाय। वासुदेवाय प्रभु भक्तवत्सलाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय प्रभु नंदनंदनाय। वासुदेवाय प्रभु नंदनंदनाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। नारदले ध्रुवलाई यही मंत्र पढ़ाए। नारदले ध्रुवलाई यही मंत्र पढ़ाए। यही मंत्र पढ़ाए हो यही मंत्र पढ़ाए। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। व्यासले शुकलाई यही ज्ञान बताए। व्यासले शुकलाई यही ज्ञान बताए। यही ज्ञान बताए प्रभु यही ज्ञान बताए। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। नारायणले नरलाई यही मंत्र पढ़ाए। नारायणले नरलाई यही मंत्र पढ़ाए। यही मंत्र पढ़ाए हो यही मंत्र पढ़ाए। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। हरिले हरलाई यही ज्ञान सिका। गाडी आयो गाडी आयो गाडी आयो के आयो हेर्नु होला है। टेम्पो आयो। यो बाटोमा गाडी हिँडै गर्छन्। हेर्नु होला साथीहरू यहाँको दृश्य। यो घर गाउँ यहाँ हिलो बनाइरहेछ है। कति राम्रो भ्यू छ हेर्नु है।
आमामामा भ्यू त खतरा आयो है। सबै भन्छन् जिन्दगी यो कर्कलाको पानी जस्तै हो, कर्कलाको पानी जस्तै हो। म चाहिँ भन्छु साथी हो, म चाहिँ भन्छु साथी हो, दुई दिने राम छाया हो, दुई दिने राम छाया हो। नमस्कार, धन्यवाद साथीहरू मेरो भिडियो हेरिदिनु भएकोमा। ल साथीहरू हेर्नु होला है, यो चाहिँ हाम्रो चिया बगान। अब यो चिया बगानको माथिपट्टि पहाड हेर्नु होला, कस्तो राम्रो बादल लागिरहेछ। तलपट्टि पहाड, माथिपट्टि बादल। अब यतापट्टि हेर्दै 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 आउनु होला। यो रुख हेर्नु, अचम्मको रुख छ। अब यहाँबाट हेर्दै आउनु होला, हेर्दै 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 यतापट्टि आउनु होला। अब यता बाटो आयो, बाटो यो बाटो यसो घुमेको बाटो आयो। अब यहाँबाट यतापट्टि घर गाउँ हेर्दै 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 जानु होला साथीहरू है। यो माथि बादल, मौसम अलि गडबडी छ, हेर्दै जानु होला है। ल साथीहरू नमस्कार, म भोला ढकाल, भोला ढकालको युट्युब च्यानलमा यहाँहरू सबैलाई नमस्कार, हार्दिक मङ्गलमय शुभकामना भन्न चाहे। आज एउटा भगवानको स्तुति हाम्रो ब्रह्मलाल दाजुको मुखारविन्दबाट हामी सुनौँ है त। ल दाजु स्टार्ट। करारविन्देन पदारविन्दं मुखारविन्दे विनिमेषयन्तं वटस्य पत्रस्य पुटे शयानं बालमुकुन्दं मनसा स्मरामि। वंशी विभूषितकरा नवनीलदावा पीताम्बराधरणभीमफलाधरोष्टा पूर्णेन्दुसुन्दरमुखादरविन्द्रनेत्रात् कृष्णात् परं किमपि तत्त्वमहं न जाने। राधां कृष्णं स्वरूपं मे कृष्णं राधास्वरूपिणे कलात्मानं निकुञ्जार्था गुरुरूप सदा भजे। देवेन्द्रमौलेरमन्दारं मकरन्दकरारुणा विघ्नहरोति श्रीराधा कृष्णपादाजले नव। जन्म प्रभृतिदासोऽस्मि श्रीशोऽस्मि तनयोऽस्मि ते तं च स्वामी गुरुर्नाथ पिता च मम माधव। अपराधसहस्रभाजनं पतितं भीमवाणवे भीमवाणवे अगतिं शरणागतिं केवलमात्मसद्गुरु। भन्नुहोस् भक्तवत्सल भगवानको। धन्यवाद दाजु, यहाँले अति मिठो अति सान्दर्भिक स्तुति सुनाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। र साथीहरू हेर्नु होला, यो खोलामा कति मजाले पानी बगिरहेको छ हेर्नु होला। ल साथीहरू हेर्नु होला है,
म यो ठाउँको नाउँ भन्दिनँ हैन। हजुरहरूले यो भिडियो हेरेर यो ठाउँको नाउँ भन्नु होला। कतिजना साथीहरूले चाहिँ यो भिडियो राम्ररी हेर्नु हुँदो रहेछ। कतिजना साथीहरूले मलाई माया गर्नु हुँदो रहेछ मेरो भिडियो हेरेर। यो दृश्य हेरेर हजुरहरूले भनिदिनु होला है यो कुन ठाउँ हो, कमेन्टमा भनिदिनु होला है। हेर्नु होला, यहाँ हावा चलिरहेछ है, हावाले अलिकति डिस्टर्ब गर्छ होला। हेर्दै जानु होला। यो पानी पनि बजिरहेछ है, पानीको आवाज पनि आइरहेछ, सरर खोला सुसाइरहेछ। यो ठाउँ कहाँ हो हजुरहरूले भनिदिनु होला साथीहरू है। यो कहाँको दृश्य हजुरहरूले हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ। म फलान ठाउँबाट हेरेको भनेर भनिदिनु होला। यो फलान ठाउँको दृश्य भनेर भनिदिनु होला साथीहरू है। यहाँ गाडी पनि हिँड्दैछ, अटो हेर्नु होला है। हेर्दै जानु होला, हेर्दै जानु होला, हेर्दै जानु होला साथीहरू। हेर्दै जानु होला, हेर्दै जानु होला, हेर्दै जानु होला है। सररसँगले यो तल 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 इन्डिया देखिएको छ। हेर्दै जानु होला, हेर्दै जानु होला। यहाँ आमा बुवा आइपुग्नु भएको छ, हेर्नु होला बाटोमा। बुवा आमा हजुरहरू कहाँबाट आउनुभएको? ए के भएको हजुरको खुट्टा? ए कहिलेदेखि? ए ल बिजोक रहेछ हजुरको, दुःखदायक रहेछ है। उता नानीहरू स्कुलबाट आउँदै हुनुहुन्छ। हेर्दै जानु होला साथीहरू, हेर्दै जानु होला है। यहाँको दृश्य कति सुन्दर र रमणीय ठाउँ छ, हेर्नु होला। यहाँ धानबारी हरियो देखिरहनु भएको छ। यता पहाड देखिनु भएको छ, यहाँ बाटो देख्नु भएको छ। ल हस् त साथीहरू, धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। यहाँहरूलाई धन्यवाद। म भोला ढकाल। आलुमा बरु तेल खुब बलले पेले कतै आउला। सरका घाम चुसी चुसी बरु कतै पियास मेटिएला। मुसाको सिंह मिलला बरु कतै संसार घुम्ने गरे। प्राणै देऊ परन्तु मूर्ख नरको हृदय कस्तै गरे। गर्मीको जलवायु मन्त्र विषको बत्ती अधियारको। सबको औषधि दैवले रचिदिए बिर्सेछ कि मूर्खको। हस् त दाजु, धन्यवाद। अति मिठो अति सुन्दर श्लोक सुनाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ। हस् त।